हेलो एभ्रिवान। हामी चाहिँ यसरी छुट्टी मनाउँदैछौँ नानीहरूको आज नानीहरूको छुट्टी अनि हामी यसरी आज हाम्रो सानो कार्यक्रम पनि थियो अनि कार्यक्रममा गएर आउँदैछौँ। यहाँ चाहिँ बाटो कस्तो राम्रो रहेछ कि अनि भिडियो बनाउन मन लागेको। ल हाम्रो साइडतिर पनि यसरी पिच बनिँदैछ। बिचमा चाहिँ मेरो कान्छो छोरो एरोन। हेलो भन्नु बेबी। हेलो। पछाडि आशिष। हेलो। अगाडि म छु अनि यसरी म हुँदै गर्दा पनि मैले आफ्नो बिजनेसलाई मेरो सँगसँगै होइन मसँगै लगेर जान सक्छु। यसरी टाइमको फ्लेक्सिबिलिटी अनि अफिसको लिमिटेसन भन्ने कुरा चाहिँ छैन। यहाँ आफू जहाँ गए तापनि हामीले आफ्नो बिजनेसलाई सजिलैसँग हामीसँग लान सकिन्छ। जस्तो हामीलाई इन्टरनेट मोबाइल फोन हुनु पर्यो है। ल है साथीहरू, आज चाहिँ यसरी हामीले घुम्दैछौँ। हाम्रोतिर मकैहरू सुकिसक्यो, यहाँ मकै अझै छ। बाटो देखेर भिडियो बनाउन मन लागेको अनि अलि पर चाहिँ बगान पनि छ। साथीहरू यता चाहिँ बगान छ। हाम्रो साइडतिर पनि चिया बगान छ। यसरी यसो फोटो खिच्न पनि पाइयो, रोजगार पाएँ अनि मानिसहरूले रोजगार पनि पाए। यसो हामीले घुम्न पनि पायौँ। हामीहरू यस्तो ठुलो ठुलो बगान चाहिँ छैन, यहाँ चाहिँ सानो सानो टुक्रे बगानहरू। बगान चाहिँ यति नै हो।